सानो सानो एउटा भतैनीसित परेको थियो त्यो कामै नलाग्ने रहेछ अलि गाँठ चाहिने कि त्यसलाई त्यो पतुर्नीको बानी चाहिँ खराब रहेछ अनि मैले यसो हेरेँ ल यो पतुर्नी काम नलाग्ने रहेछ योबाट साइड लागिहाल्नुपर्छ नत्र लाइफ ड्यामेज बनाउँछ यसले त होइन जस्तै उसलाई 2 मुन्टा टिपेर गाँजा त्यो हलुवामा पकाएर खान्थ्यो धेरै रोइरा बच्चा छ भने त्यो सुत्या हुन्छ क्या नेपाली हो नि लभ सब भनेको यस्तै हो तरुणीहरूदेखि नि सबै होइन अब यस्तो यसो लभ गर्ने यहाँ साइड हान्ने विभिन्न अब त्यो त भइ नै हाल्छ नि यङमा 15-16 वर्ष ऊ भद्र सर्ट खाने होइन यहाँ दिने उहाँ दिने त्यो त अब जहाँ पनि भइहाल्छ मैले हुन त म चलाक पनि थिएँ के पहिलेदेखि धर्म सर्म गर्ने बाबाहरूसँग भेट्ने देउता थान गइरहने होइन अलिअलि गाँजा तान्नु पर्ने लाइफ गाँजा सल्काउँछु म गाना घन्टाउँछु नचाइदिन्छु आमा बाउ दादा के होइन स्कुलमा पढेको थिएँ यसो त्यो यसलाई सर्ट हान्ने तँलाई खुब हेर्छ नि दिदी दियो हो र ल हान्नु पऱ्यो क्या बाटोमा हिँडिरहेको छु नि अब मलाई त्यो भने कहाँ मन्त्र हानिरहनु अब त्यहाँ त अर्को यन्त्र हान्नु परेन जस्तो श्रीलङ्कामा अस्ति नेताहरूलाई क्या हानेर पठाइरहेको भतुवाहरूलाई खप्पर फुट्ने गरी हान्दा हो मैले भनिनँ मैले भेटेँ भन्दा अरू जस्तो मान मर्दैन हो मुजी भतुवा यहाँ भनेर एक हानेपछि त्यसको जेल जाउँला नि बरु त्यसै राजनीतिक राख्छ के पुरा आँसु जस्तो आउने क्या ओहो फलाने दुर्गा प्रसादसँग यति गाडीले ऊ पनि चोर औको पनि चोर यस्तो जानुपर्ने देश यस्तो भइरह्यो क्या नेपाली हो नि दिइरहेको माया घरैमा आउला लोग्ने कता भागिसकी छ कि छैन दिने के बाहिर पुरा लाङराङ बार हिँड्दै जाउँ यो अब बाटो होइन लड्यो भने ओके लडेन भने पोक्दै यहाँ दिने हो नि त फेरि तपाईँले कमेन्ट हान्नुहोस् नहान्नुहोस् बौला भन्नु नभन्नु तपाईँहरूले भनेर मेरै केही पनि उखाड्नेवाला छैन लाइफ ड्यामेज पार्छु म आफ्नो लाइफ त ड्यामेज पार्दिनँ अरूको ड्यामेज पार्न मलाई कुनै आइतबार लाग्दैन धेरैको करङ भाँचेर 2040 सालदेखि 65 सालसम्म करङ धेरैको भाँचेको छु टाउको फुटाइदिएको छु तेरो पनि टाउको फुटाइदिउँला म त जोगी हो न मेरो इज्जत छ न बेइज्जत छ न घर छ न बार छ तेरो विषयमा ठिक छ मुजी जडा जस्तो मुजी चुर भत्वा यदि त मेरो छोरो होस् भने तैँले मेरो विषय तँलाई अंश माग्या हो होइन भने मेरो विषयमा नमाग माफी माग त्यो डिलिट गर यदि गर्या रहन्छौ भनेदेखि मैले भनिनँ जहाँ भेट्यो त्यहीँ हानिदिन्छु दक्षिणकाली भाषामा तँलाई हान्न मलाई कुनै आइतबारै छैन बुझिस् म त्यस्तो मान्छे ग्याङ स्टार हो म पनि पहिलाको मैले मेरो पढाउने सरको त टाउको फुटाइदिएको छु तँ त को हो अब भनेपछि यो देश कता जान्छ त अब यो देश अब लुगा लाछु कता जान्छ भन्नु म त देखाइदिन्छु यता जान्छ अब भनेर क्या